हेलो 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 सबैजनालाई अनि नमस्कार। आजको शुभकामना दिन हो के दशैं। त्यसो भए सबैजनाहरूलाई के भन्ने ह्यापी दशैं। अनि आजको शुभकामनाको दिनमा आज हामीहरूको घर मतलब हामीहरूको गाउँमै यति राम्रो मौसमको साथ साथ सबैजना झिलिमिली भन्ने हनी। अब आजको झिलिमिली दिनमा हेरौँ के हुँदो रहेछ। अब यहाँबाट पनि हुन आँटेको हजुर। अनि यहाँबाट हामीहरूको सूर्यजी पनि आज प्रकट हुनुभयो दशैंको शुभकामना दिनमा। यस्तो राम्रो मौसम छ जे आज मजा आयो। त आज यहाँबाट मान्छेहरू रेडी हुँदैछन्। कोही हेर्नुहोस्, हाई भनिदिनुहोस्। हेलो यहाँबाट यो मोबाइलमा पुरा कनेक्सन चल्दैछ मोबाइलमा। अरे रुक्नु, यता आउनुहोस्। अझै के बोल्न छ नि अब हामीलाई। अझै के कुरा गरौँ। आज यहाँबाट डेकमा गाना चल्दैछ। अनि हेरौँ हामीको किचनमा के चल्दैछ। अब कोही छ कि छैन त्यो पनि थाहा छैन। हेरौँ है। यहाँबाट आगो तताएर अनि यहाँबाट हामीका काकीहरू हेलो भनिदिनु ब्लगिङ हो। अनि यहाँबाट कोही जना रेडी हुनुभयो अनि कोही जना रेडी हुनु भएको छैन। किनकि अब टाइम पनि चाहिन्छ। अब टाइम त बहुत जनासित छ, अब कुनै सुरक्षित छैन। टाइम यति हुन आँटेको छ। टिको लगाउने टिको लगाएर डाइरेक्ट हामी अर्को मिन्स टिको लगाएर पछि हामीको के देखाउँछौँ। के देखाउने है, अब के देखाउने अब चल अब हामीहरू मन्दिरको तर्फ जान्छौँ। भन्दाखेरि घरको मन्दिर, घरको शुभ जग्गा मतलब जुठो नहुने जग्गा। अब हेरौँ है के रुक्नु हेरिहाल्नु के छ। यहाँबाट हामीहरूको पूजा रुम हो। अनि उताबाट तपाईँहरूले देख्दै हुन्छ त्यो चाहिँ अब त्यो कस्तो एउटा पत्ता हुन्छ नि के। अब जो आउँछ तिनीहरूले कमेन्टमा फटाफट भनिदिनु होला। अनि यहाँबाट हामीहरूको हजुरआमा हुन्छ। हजुरआमा नमस्ते भनिदिनु। नमस्ते भनिदिनु। दशैंको बारेमा दशैंको कुरा दशैंको शुभकामना छ नाति नातिना यता दशैंको शुभकामना नाति नातिना सबैलाई, छोराछोरी अनि अरु के भन्न चाहनुहुन्छ? सबैलाई आशीर्वाद छ मबाट, मेरो 9 जना छोराछोरी। अनि हामीको सब्स्क्राइबर हामीको भन्नु सब्स्क्राइब लाइक शेयर भन्नु। सब्स्क्राइब लाइक सब्स्क्राइब शेयर पनि गरिदिनु। अनि हामीको भाइ बिनाहरुलाई पनि अलिकति दशैंको के शुभकामना दिदिनु। भाइ बहिनीहरुलाई पनि शुभकामना दिनु हामीको दशैंको। हुन्छ। अब हामीलाई बहुत राम्रो लाग्यो। हामीहरूको हजुरआमाले यति राम्रो गरेर बोल्दै हुन्छ है, मजा आयो। अब हामीहरूको अब हेरौँ अब हामीहरूको काकाहरू के गर्दै हुन्छ। चलो अब कहाँ हुनुहुन्छ त्यो चाहिँ अब ढुन्नु पर्छ है। अब अलिकति मेहनत पनि गर्नुपर्छ। ल त अब हामीले काकालाई भेटेनौँ, फेरि पनि हामीहरू आगे तरफ बढ्दै हामीको भिडियो कता जानु हो। अनि त्यसपछि हामीहरू कसलाई देखाउने दिदी बहिनी सबै हामी सबैलाई गई काकाको पछाडि अब म काका हामीको मेरो भाइ छ दाइ छ। युट्युब खतम भयो छैन त भाइ के भन्नु होला। अब यहाँ हामीको भाइहरु थाहा नै छैन हामीले भिडियो बनाउँदै छु भने। अब भन्दिम हामीहरू अहिले के गर्दै छौं, ब्लगिङ गर्दै छौं। ब्लगिङ खतम हुनु चाहियो जल्दी। अब यहाँ हेर्नु हामीहरूको सबसे भन्दा राम्रो मजेदार अनि हेर्नु है यिनीहरूलाई त मजाकै मजाक छ है। अब
यो जे काका हुन्छ यो काका यस्तो राम्रो हुन्छ अगर यो काका हुनु भएन भने नि यो दसैँमा गएर अगर काका अगर यहाँ घरमा आउनु भएन नि यस्तो मतलब मजै आउँदैन के मतलब काका यस्तो मान्छे हो अब काका यति धेरै फनी हुनुहुन्छ चल अब यहाँ काका हुनुहुन्छ हामीहरुको सबैभन्दा मजेदार यहाँ हामीको काका हुन्छ यहाँ हुनुहुन्छ काका तपाईँ के भन्न चाहनुहुन्छ स्पेशल काका मतलब काकाको बिना यो घर यो दशैं त मजेदार हुँदै हुन्न के अब भन्नु एक दुई शब्द बोल्दिनु होला दशैंको बारेमा अच्छा सर्वप्रथम अब दशैं भन्दाखेरि दशैंकै महामन्त्रबाट सुरु गरौँ है त हैन जयन्ती मंगलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि स्वासुदा नमस्ते अब हामी कहाँ छौँ उपस्थित भन्दाखेरि मुसलडाङ ग्राम हैन यो हेर्नु वरिपरि देखाउनु यो नेचरल ब्युटी यो प्रकृति सौन्दर्यको धनी हाम्रो गाउँ हाम्रो जन्मभूमि पितृभूमि मुसलडाङ कार्बी आंलङ जिल्ला स्थितमा छ र यो मन्दिरमा खास के छ भन्नुहुन्छ भने यसै त अब प्रकृति सौन्दर्यले धनी छ प्लस माँ मनोकामनाको काखामा छ यो हैन माँ दुर्गा भवानी माँ मनोकामना सिद्धेश्वरी मन्दिरको काखामा उपस्थित यो हाम्रो गौरम्बिक भूमि जन्मभूमि मुसलडाङको यो जन्मभूमिबाट म विजय गौतम स्वर्गीय पुष्पराज गौतमको काइलो छोरा हजुरहरूलाई यो बडा दशैंको हार्दिक मंगलमय सुखमय शान्तिमय समृद्धिमय शुभकामना है दशैंको ल अब यो दशैंमा शुभकामनाको भाग भयो अब यहाँ हाम्रो छोरी भतिजी कृष्णा गौतमले सानो ब्लग बनाउँदै रहेछ हैन त्यही ब्लगमा म पनि सानो स्वाभाविक के रे माने के भन्न ल कस्तो सरी है गल्ती हुन्छ काका सबैबाट गल्ती हुन्छ अब यही काकाले अलिकति गल्ती गर्नुभयो भने अलिकति माफ गरिदिनु होला ल हुन्छ हैन मान्छे भएपछि सानो तिनो मेरो भनाइमा शब्द आएन फट्टे के त्यो भएर त्यो शब्द गल्ती भने के उले अच्छा केही छैन अब यस यो रमाइलो ब्लगमा म पनि सामिल भए अब सबै च्याट्ट ह्यान्डसम भएर ब्युटी भएर क्युटी भएर सब रेडी भएर बसेका छन् के रे के अरे भन्न तिमीले पनि दशैंको शुभकामना भनिदिनु गाना गाइदियो एउटा गाना गाइदियो दशैंको कुनै पनि एउटा गाना गाइदेऊ छिटो आन गौतमले अब यो दशैंको उपलक्ष्यमा एउटा हल्का एउटा रमाइलो डान्स गरेर प्रस्तुत गर्दैछ सबैहरुको समक्ष हेर्नु है गाना गाएर नि लु गाना गाउ ल गाना गाइदेऊ ल 1 2 3 स्टार्ट गाइदिनु पर्छ देखा पालो सुना एक्सलेन्ट जुबिन्दाको गाना गाए बाबुले माया बिनी रातिरको देखा पालो तुम्हार छवि ला अब भाइले यति राम्रो गाए सानैदेखि यति राम्रो गाउँदा रहेछ अब त भाइलाई त एउटा दिदीको पालो ला मैले अब म के गाना गाउनु छिटो यहाँ समय धेरै भिडियो ठुलो हुन्छ नि त हैन यहाँबाट हामीहरुको काका के गर्दै हुन्छ यहाँबाट काका पूजा गर्दै हुनुहुन्छ चलो अब काकाले पनि पूजा गर्न दिम अनि अब हामीहरु अरु तर्फ पनि बढ्दै जान्छ त अब हामीहरु देखाउँछौं कि अब मान्छेहरु रेडी हुँदैछन् अनि अलिकति तिनीलाई पनि अलिअलि पुला दिने के यहाँ हामीको सबै हेर्न सक्नुहुन्छ अब चल अब हेरौं के हुन्छ गाइस अब म यहाँबाट आगे म तरफ बढ्दै थिए अब हेरौं यहाँबाट हामीको हुन्छ काका तपाई के भन्न चाहनुहुन्छ दशैंको बारेमा यो हामीको के काका हो काइलो मैलो सैलोको आज 2025 को दशैं सबैलाई हार्दिक सबैलाई शुभकामना दिँदै म
मेरो भनाइ अर्कोतिर जान्छ। अनि हामीको अरु तरफ चढ्ने हुन्छ। अब हामी जाँदै छौं। आउ 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 अब हेरौं कोही कोही के गर्दैछन्। अब हामी बिहानको रुममा जाँदै छौं। फेरि हामीहरुको काकाको अनि यहाँ हामीको गयामा चियाडी हुँदै हुन्छ। तपाई के भन्न चाहनुहुन्छ दशैंको बारेमा? दशैंमा म रेडी हुँदैछु के अरु यहाँबाट काकी यहाँबाट रेडी हुँदै हुनुहुन्छ भन्नु। अरु केही दुई शब्द बोल्दिनु होला। दशैंमा अब रेडी हुने चटक्क हुने के रे टीका लगाउने अनि राम्री हुने। अब अनि यहाँ एउटा मेकअप आर्टिस्ट बिक्सा भन्दै अब के भन्न चाहनुहुन्छ? अब के भन्न चाहनुहुन्छ तपाई? भन्दै कोही दिन भनेको अघि चाहिँ बोल्न पाइने भने भन्दै अघि बोल्न पाउनु भएन है। बहुत गुस्सा हुनुहुन्छ। हामी अब हामीहरु अगल ए यहाँ हुन्छ हामीहरुको मेन काका हो। काका नमस्ते। तपाई के भन्न चाहनुहुन्छ? म ह्यापी दशैं भन्न चाहन्छु। ए काका चाहिँ ह्यापी दशैं भन्न चाहनु भएको। अब हेरौं यहाँ हामीको मेकअप आर्टिस्ट हुनुहुन्छ। हामी म तपाईलाई देखाउँदै छु। मेकअप पुरा भएको गए हुन्छ। यहाँ आउनुस् के भन्न चाहनुहुन्छ? भन्दै दुर्गा पूजा आयो। ह्यापी दुर्गा पूजा। ह्यापी दशैं ह्यापी दशैं भन्न चाहनुहुन्छ? अब चल अब अनि फेरि हामी जाँदै छौं अर्को तरफ। अनि यहाँ मेरो भाइ उता जानु के उता अब यता हेरौं को हुन्छ। यहाँ आएको हुन्छ कादिया काकी। तपाई के भन्न चाहनुहुन्छ? भन्दाखेरि हामीहरुको ह्यापी दशैं सबैलाई दशैंको धेरै धेरै शुभकामना। अब हामी एकछिनमा प्रसादी लाउने छौं। दशैंको टीका लाउने छौं। छोराछोरीलाई आशीर्वाद दिन्छौं लगाएर हुन्छ। हुन्छ अब यो को हो म तपाईहरुलाई सम्झाउँदै छु। यो चाहिँ हामीहरुको फनीएस्ट काका राम्रो काका राम्रो सबसे भन्दा राम्रो काकाको मिसेस हो। भन्दाखेरि यो काकी पनि यस्तै हुन्छ के एकदम पुरा काका के तर जानु भयो एकदम फनी टाइप अनि एकदम फ्रेन्डली टाइप। पुरा देखाइदेऊ न त नि अनुहार काकीको। काकीको अनुहार देखाउने यो हो काकी। अनि काकीले साडी लगाइसक्नु भयो एकदम चिटिक्क परेर। अब अनि के बोलिदिनु होला दशैंको बारेमा? फेरि सबैलाई दशैंको धेरै 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 शुभकामना। ह्यापी दशैं। अनि अब हिना हजुर आउनु भनेको त। अब हिना अब हजुरआमाले पनि फेरि हाई भनिदिनु हो त। फेरि हाई भनिदिनु हो या हजुरआमा? हाई भनिदिनु हाई। यदि हामीको हजुरआमाले भनिसक्नु भयो अब यहाँबाट हामीहरुको हजुरआमाले भनिसक्नु भयो अब यहाँबाट हामीहरुको दिदी भनौं। दिदी भन्नु पनि दिदी हो। दिदी हो। अब यहाँबाट चाहिँ इधर मिला न यहाँ दशैं हो सधैँ झगडा भएको गए गर्नुहुन्छ मसित के हो? अलिअलि पनि चल्छ। बिरानले मलाई तपाई त भिडियोको लागि हो। भिडियोको लागि हो तपाई। अनि यहाँबाट हामीको आशिका दिदी हुनुहुन्छ। ह्यापी दशैं। अब यहाँ पनि भन्नुभयो ह्यापी दशैं। अनि यहाँ हुनुहुन्छ हामीको बहिबा खुलो यहाँबाट कपडा लाउँदै हुन्छ। अनि यहाँ तपाई के भन्न चाहनुहुन्छ दशैंको एक दुई शब्द? यो चाहिँ मेरो बाबा हो। 2025 को महादशैं चाडको शुभकामना सबैजनालाई र विधानलाई पनि। मेरो पनि नाम आयो। अनि यहाँ हामीको पूजाको तयारी हुँदैछ। यहाँ बसे हामी टीका लगाउने हो। अनि यहाँबाट सबैजना यहाँ बसेर आरामले चिटिक्क गरेर के लगाउने? टीका। अनि यहाँ हामीको पूजा हुँदैछ टीका लगाउनेको अगाडि। अलिकति यहाँबाट हुँदैछ चामल छ फूल छ टीका छ रातो। हजुरआमा के छ यहाँ भनिदिनु त? के छ यहाँ भनिदिनु होला? सबै पूजाको सामानहरु छ। टीका दिगो कलश गणेश
सबै सक्छ अनि काका पनि यो के हो अलिकति भनिदिनु त यो गणेश गणपति ओम मन्ना गणपति भ्यो नम होइन गणपतिको यहाँ अब यहाँ स्थापना हुँदैछ होइन अब पूजा लगाउने दसैँको पूजाको लगाउने जग्गा तयारी चल्दैछ यहाँ यो अब गणेश हुनुभयो यहाँ कलश हुनुभयो यहाँ हामीको गणेश हुन्छ यहाँ अनि हुन्छ सब तयारी चल्दैछ अब दसैँको टिका लगाउने त सायद 11 बजे थियो पार भइसक्यो ढिलो भइसक्यो अब चाँडो चाँडो सबैलाई अब त्याउनु पर्छ होइन सबै तयारी नयाँ वस्त्र लगाएर सबै नयाँ नयाँ लुक्स दिन मलाई सबै तयारीमा हुनुहुन्छ र म पनि नयाँ ह्यान्डसम कपडा लगाएर बसेको छु होइन यहाँ हामीको ह्यान्डसम काका अनि हामीको काकाको छोरा बसेको छ ह्यान्डसम भएको छ यहाँबाट हो हामीहरूको क्युटी पाई मतलब यही काकाको छोरा भन्दाखेरि कति फनी र कति चाहिँ क्यूट हो आफै सोच्नु तुम्हारा बारे में कौन है तुम व्हाट इज योर नेम आहान हो भाइको नाम आहान हो भाइको नाम अनि आहान कुन चाहिँ क्लासमा पढ्छौ अच्छा, अनि ठीक है, हामीको अभी सबै का माने अहिले अब सबैसँग एउटा छन् एउटा होइन एउटा मेमोरी रहन्छ भनेर एउटा सानो सानो भिडियो क्लिप लिएको छन् होइन सबैले हेरिदिनु भयो यहाँसम्म राम्रो लाग्यो यो भिडियो अब यो भिडियोलाई संरक्षण गर्नको लागि जुन एकुमुलेसन गर्नको लागि सबैभन्दा धेरै भूमिका निभाउनु भएको हामीले तृष्णा गौतम र विधान गौतम यी दुईजना यो जेन्टलमेन लेडिज एन्ड जेन्टलमेन भने जस्तो होइन यी दुईजना जेन्टलमेनको राम्रो भूमिका छ यो प्रस्तुत गर्नको लागि र यो अब यो भिडियोलाई वाइन्ड अप गर्नुभन्दा अगाडि उहाँले प्रस्तुत गरेका उहाँहरूबाट पनि दुईटा शब्द सोध्दैछु अब सर्वप्रथम विधानबाट अच्छा क्वेसन चाहिँ के छ भन्नुहुन्छ भने अब यो दसैँको रमाइलो चल्दैछ होइन धमाधम सबैको तयारी छ नयाँ वस्त्र लगाएर नयाँ लुक्स लिएर होइन आशीर्वाद लिनको लागि सबै तत्पर भइराख्नु भएको छ होइन सबै थोकको कभरेज लिनुभयो हजुरले अब हजुरले चाहिँ यो कभरेज लिँदाखेरि तपाईँलाई कस्तो महसुस भन्छ वाट इज योर फिलिङ माने यो दसैँ सेलिब्रेसनमा तपाईँलाई कस्तो फिलिङ भइरहेछ मेरो फिलिङ चाहिँ बहुत राम्रो हुँदैछ अनि झन् अरूको मिन्स यो हेर्दा त झनै राम्रो हुँदैछ यो फिलिङ अनि ह्याप्पी दसैँ सबैलाई थ्याङ्क यू म यही भन्न चाहन्छु ओके ओके बढिया छोटो लेकिन मिठो वक्तव्य दिनुभयो हाम्रो विधान के अरे विधान गौतमले अब पालो आउँछ तृष्णा गौतमको दुईटा शब्द भन्ने त क्यामेरा अब विधानले हेल्प गर्नुहोस् अब उहाँसँग अलरेडी क्यामेरा छँदैछ ल अब तृष्णाले अब हजुरलाई के क्वेसन गर्न चाहन्छु भन्दाखेरि हजुरले जुन एउटा प्रस्तुत गर्नुभयो होइन क्यामेरा सबैसँग एउटा रमाइलो स्मृति रहोस् भोलिको दिनमा हेर्न पाइयोस् भनेर अब एउटा सानो झल्का हजुरले कभरेज गर्नुभयो होइन कसैले कपडा लाउँदै गरेको कसैले पूजा गर्दै गरेको होइन कोही हिँड्दै गरेको कोही नाच्दै गरेको कोहीले फोटो खिच्दै गरेको कोही तयारी गरिदिएको सबै एउटा रमाइलो एउटा हजुरले कभर गर्नुभएकोलाई त हजुरलाई धेरै धेरै धन्यवाद छ र यो दसैँमा जुन मनाउन गइरहेको छौँ यो पेचेक भूमि मुसलडाङमा हजुरको के भनाइ छ यसप्रति मेरो भनाइ चाहिँ यति राम्रो दिनमा यति राम्रो एकदम पुरा शुभ दिनमा अनि आजको दिन 2025 त यो हो हामीहरूको महादशैं अनि मलाई बहुत राम्रो लाग्यो कि मतलब सबैजना यति राम्रोसँगले चटक्क भइराम अनि कोही कोही ब्लगिङ कोही कोही फोटो खिच्दै कोही कोही एकदम रिल पनि बनाउँदैछन् अनि कोही कोही टिकटक पनि बनाउँदैछन् अनि आजको दिनमा चाहिँ अघि भर्खरै सूर्य देवता आउनुभएको थियो अनि अहिले भर्खरै कालो आयो भन्दाखेरि आजको दिन चाहिँ अलिकति अलगै छ अनि हामीहरू पनि सबैजना नुहाइधुवाइ गरेर कपडा सपडा लगाउँदैछन् त्यही भएर अब सूर्य देवता पनि कपडा लगाउन जानुभयो होला त्यही भएर अहिले आउनु भएन अब एकछिनपछि आउनुहुन्छ होला ल मौसमले पनि एकदम राम्रो भनाइ गर्नुभयो उहाँले होइन अब मौसमले पनि साथ आज अलिकति साथ दिन्छ भने निश्चय पनि होइन आज दशमीको दिन हो निश्चय पनि भन्न खोजेको अघि सूर्य देवताको दर्शन पाएको त अलिक सूर्य देवता कता जानुभयो भनेर भन्नुभयो सायद अलिकति सूर्य देवता भजन ग्रहण गर्न जानुभयो होला होइन आउनुहुन्छ अब यो अलिकति गर्मीलाई अलिक शीतलताको लागि यो मेघ बादलले छाइराख्नु छ बादलले अहिले एउटा हेल्प गर्नुभएको छ केही छैन मौसम तलमाथि भइरहेको छ अहिलेको सिजनै मौसम त्यस्तै हो होइन र पनि जे प्राकृतिक मनोरम यो रमाइलो गाउँमा रमाइलोपन यो रमाइलो दृश्य यो रमाइलो छविहरू कभर गर्नुभएकोमा धेरै धेरै मुरी मुरी धन्यवाद ज्ञापन गर्दै अब यो सानो त के भन्नु लामो गन्थनमूलक ब्लग
यी समाप्त गर्न चाहे। हजुर एउटा चिज त म त देखाउनै भुले है। अब एकछिन पछि भन्दाखेरि भोलि पर्सि निकर्सीसम्म हाम्रो एउटा नेसनल ब्रेकफास्ट हुन्छ। के भन्नुहोस्? भन्नु नट नेसनल जातीय खाद्य भन्छ यसलाई हो। दिस नट ए नेसनल फुड्स, दिस इज एन रिलिजियस डिस भन्छ। रिलिजियस डिस के हो भन्दाखेरि सेलरोटी, गोल सेलरोटी। अब हामीले वरिपरि घोरेर राउन्ड भएर सेलरोटी भएको, सेलरोटी खाने हो, राउन्ड राउन्ड खाने हो। यो हाम्रो पुन्टी पनि आइछ नि त, अनि लु जा भन्नु पर्छ। हेलो, मेरो नाम विदिशा गौतम हो। अनि आज हामी टिको लाउने मजाले पैसा पनि भेटिन्छ। दामी मलाई चाहिँ एकदम टु द पोइन्ट कुरो गरिने राम्रो लाग्यो। आज टिका पनि लाउने पैसा पनि भेटिन्छ। अच्छा भन्नाले उहाँले आशीर्वाद भेट्नुहुन्छ भन्ने आशा छ। त निश्चय पनि उहाँका अग्रजहरू र उहाँ पिता मातृहरू लगायत काका भाउजूहरू तत्पर हुनु। द्रव्य समर्प्यामी भने जस्तो होइन, द्रव्य रेडी गर्नु ल। आशीर्वादको साथ द्रव्य पनि दिनुपर्छ हाम्रो बुनुलाई। लो ह्यान्डसम बुनुलाई, एकरै ब्युटिफुल बुनुलाई। अब पालो आयो, यहाँ जा। अब पालो आयो। के तिम्रो नाम के हो भन्दै तिम्रो नाम के हो? नाम के हो? नाम के हो? नाम बताएन नि सर, उनीहरूलाई मुड छैन बोल्ने होइन। अब यस्तै छ तयारी। यहाँ अब फोटो सेसन चलिरहेको छ। के गर्नु, यो जमाना त्यस्तै हो होइन। यो दिस इज द टाइम, दिस इज ट्रेडिङ टाइम हो होइन। अब चल अब हामीले एउटा चिज देखाउन आँटेको। आउनुहोस्। यहाँ अलिकति तयारी बन्दै थियो। यहाँ अलिकति धुलो छ, बट म तपाईँलाई देखाउन चाहन्छु आजको गोल सेलरोटी। म तपाईँहरूलाई एउटा मात्र देखाउन सक्छु। यो हो एउटा सेलरोटी। गोल त छैन, फेरि पनि मिठो चाहिँ बहुत छ। अब जसलाई खाना छ तपाईँहरू यता आएर खानु। मिस हामीको पहिलेदेखिकै नियम हो, नियमै भनौँ। बनाउने सेलरोटी बनाएर खाने चाहिँ हामीको एउटा नियमै हो। मतलब प्रसाद जस्तै भन्न सकिन्छ। के हो यता आउनुहोस्, यहाँ अझै स्पेशल चिज छ। के हो यो देखाउनुहोस्। यहाँ में हमारे मटन मीट है, मासु हो। मीन्स हमारे नेपाली में बोलते हैं मासु। हम लोग के नेपाली में वैसे कहते हैं। वहाँ में आप देख सकते हो कैट। अब मैं कहना चाहती हूँ कि व्हाट इज दिस, ये इन इंग्लिश दिस इज नोन एज मटन। बट हम लोग के नेपाली में इसको मासु बोलते हैं। खसीको मासु भन्छ नै। बहुतजनाहरूले चिन्दा हुनुहुन्छ होला खसीको मासु भनेको के हो। अनि मैले भनिदिए पनि। अब आजको ब्लग चाहिँ अब यस्तो आउनुहोस्। आजको ब्लग यस्तो भ्यूबाट समाप्त हुन्छ। अनि गाइस एउटा चीज म यहाँ मम्मी हुनुहुन्छ। अनि मम्मी हिँड्दा एउटा सबै पुजौँ न त। दसैँ मिन्स के रमाइएको लागि हुन्छ। दसैँ भनेको अब हाम्रो ठुलो चाड पर्व हो। दुईतिर कसरी भन्ने, अब यता हेर्ने हो। हजुर, दसैँ हाम्रो एउटा ठुलो महान चाड हो। र यो दसैँमा हामीका बाहिर बस्ने दिदी बहिनी दाजु भाइ छोराछोरी जो पनि हुनुहुन्छ आउनुहुन्छ। घरमा भेट हुन्छ। अनि एउटा हाम्रो ठुलो महान पर्व हो। ह्याप्पी दसैँ सबैलाई। सबै भेला पनि हुन्छ, भेट पनि हुन्छ, प्लस हाम्रो महान पर्व पनि मानिन्छ। र यो पहिलेबाट चलिआएको यो हाम्रो सबैभन्दा ठुलो महान चाड हो, महान पर्व हो। र आज हजुरहरू सबैलाई ह्याप्पी दसैँ, ह्याप्पी दुर्गा पूजा। मेरो मम्मीले पनि एउटा दुईटा सब भनिदिनु भयो। अनि यति राम्ररी भन्नु, एकदम पुरा मिलाएर मिस नामै माया हो यस्तै भन्नुभयो। अब नामै माया भने बिचारी मान्छे चाहिँ कस्तो माया हो। अब यही आइ ल यहाँबाट हुन्छ मेरो मम्मी। हाई, ह्याप्पी दसैँ अल अफ यु। अब एउटा दुईटा सब भनिदिनु दसैँको बारेमा। म दसैँमा यहाँ राम्रो कपडा लाएर राम्ररी भएर हिँडिरहेको छु। अब यहाँ हाम्रो
सहिता दिदी हुनुहुन्छ तपाईँ पनि एउटा दुईटा सब भनिदिनु म आज राम्ररी देखेछु अरू मलाई थाहा छैन अब यहाँ सहिता दिदी बेसी नै समाउनुहुन्छ अब झलमलसित यो ब्लग अब समाप्त हुनेवाला हो अनि अब यो ब्लग समाप्त हुन आँटेको लाइक सब्स्क्राइब अनि शेयर गर्न नभुलिदिनु हो या थ्यांक यू लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ कसले पनि नभुलिदिनु होला अनि फलो पनि गरिदिनु अब ल टाटा बाइ बाइ गुड बाइ टाटा अब थ्यांक यू पछि कहिले अब भेट हुन्छ होला फेरि चलो अब बाइ सबैजना बाइ भनिदिनु होला बाइ मंगलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री स्वासुदा नमस्ते जय देवी गजानने जय भूतगदारिणी कालरात्रि नमस्ते या देवी सर्वभूतेषु मातृरूपेण नमस्तिता नमस्तस्यै 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 नमो नमो ओम नमस्तस्यै 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 नमो गौरी नारायणी नमस्ते या देवी सर्वभूतेषु मातृरूपेण नमस्तिता नमस्तस्यै 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 नमो नमः ओम जय नाम रोशन गर्नु इन्डियामा फर्स्ट आउनु स्वागत पाउनु राम्रो भाषा हामी सबैजनाले टीको लगाइसक्यौँ। अब म तपाईलाई यहाँको नजारा देखाउँदैछु। यहाँबाट हामीको बुहारी पार्टी मतलब फेरि काका काकी हुनुहुन्छ महिलाहरू अनि यहाँबाट फोटो खिच्नमा व्यस्त हुनुहुन्छ। यहाँबाट हामीको प्यारी बुइनी अरू यहाँबाट अलिकति फेरि झलक मलक हुँदैछ। यहाँबाट बाबा हुन्छ अनि यहाँबाट बहुतजनाहरूले फोटो खिच्दैछन्। यहाँबाट सहिता दिदी छिन्, यहाँबाट काका हुनुहुन्छ। अब जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री अनि यहाँको मौसम अलिकति चेन्ज भयो, त्यही भएर हामीहरूको कसैजनाहरूको फोटो खिच्न पाएन नि त बाहिरबाटै यस्तामा खिच्दैछन्। हेर्नु अनि यहाँबाट नाच गर्दैछन्। देख सकते हो यहाँबाट सबैजना फोटो खिच्नमा लागेछन्। हाई भनिदिनु, हाई।
यहाँबाट अलिकति सोर सभा हुँदैछ अनि यहाँबाट अहिले यस्तो भयो किनकि अहिले हामीले टीका सिका लगाउने त यो हामीको टीका अहिले खत्तम भयो अनि यहाँ यो छ अनि म यहाँ छु हेर्नुहोस् अनि यहाँबाट कति धेरै मान्छे हुनुहुन्छ है कोही फोटो खिच्दै अनि यहाँ हेर्नु बसमा भेट्किने छु नि जहाँ अलिक ठिकै बसमा अलि भेट्किने पैसा धोक्दैन बिहान भन्दैन फेरि नमस्ते गर काकालाई होइन होला तिमीहरू केटाहरू छोरी उतो आइज अहिले सानो रुन्छ फेरि गल्ती गरे भन्दै ढोग्ने कार्यक्रम चाहिँ समाप्त भयो त्यो बस्न अलि झर्नु दिएको त्यसलाई बस्नु दियो एउटा फोटो फोटो खिचिहाल्नु खानुपर्छ म त त्यहाँ उहाँदेखिको आएको छु गुवाहाटीबाट बाइक चलाएर सबैजनाहरू यहाँबाट फोटो खिच्दै हुनुहुन्छ जेठी बुहारी
माइली बुहारी सासू आमा साइली बुहारी काइली बुहारी गौतम सपरिवार की बुहारी कान्छी बुहारी आज अनुपस्थिति जट्ठा छोरा साइलो छोरा यो काइलो छोरा माइलो छोरा कता जानु भएछ कुनी नाचौं गाउन रमाइलो गरौँ परदेशबाट आफन्त पनि घर फर्किआउँछन् फर्किन नपाउनेहरू उतै दसैँ मनाउँछन् पिँढीमा बसेर छोराको आउने दिन जानेर बसेकी आमा पनि हर्षले रमाउँछन् गर्दै जाँदा राउन्ड अब्दान यता जान खाउला पिउ नयाँ नाना लगाई हामी पिउ खेलाउन दसैँ आयो उमङ्ग ल्यायो सारा संसारमा खुसी छायो के गरेका तिमीहरूले नाचौं गाउन रमाइलो गरौँ पाउनेहरू उतै दसैँ मनाउँछन् ल